आज मन्दिरमा पूजा हुँदैछ, बोका काट्ने परम्परा, राङ्गा काट्ने परम्परा छ र त्यही हेर्नलाई म जाँदैछु। मन्दिरसम्मको यात्रा गर्दैछु। सम्पूर्ण साथीहरूले चाहिँ भिडियो हेरिदिनु होला र आज रमाइलो छ। बाजा गाजाका साथ हामीहरू जाँदैछौँ। तपाईँहरूलाई चाहिँ त्यहाँ गइसक्यो त्यहाँ सहित टोली आएको छ है। ल बाजा सहितको टोली आएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। रमाइलो छ है, हेर्नु होला। हामी चाहिँ जाँदैछौँ अष्टमीको पूजा गर्न मन्दिरसम्मको यात्रा। हाम्रो चाहिँ बाजा टोली आइसकेको छ। चाहिँ यहाँ धेरै रमाइलो छ साथीहरू। भाइले पनि मुस्कानसहित बाजा बजाइरहेका छन्। रमाइलो छ। हाम्रो धर्मअनुसारको आज अष्टमीको पूजा हुँदैछ। सम्पूर्ण साथीहरूलाई चाहिँ भिडियो हेरेर सबैले लाइक कमेन्ट गरिदिनु होला। नयाँ च्यानललाई सब्सक्राइब गर्नु होला। हाम्रो धर्मअनुसारको आज कार्यक्रम हुँदैछ है। म तपाईँहरूलाई छोटो लाइभ देखाएको छु। ल साथीहरू बाजा बजाउँदै हुनुहुन्छ। रमाइलो छ है। अष्टमीको पूजा हुँदैछ हाम्रो यहाँ रुकुम जिल्लामा होइन। यहाँको धर्मअनुसार पुरा बाजाका साथ सम्पूर्ण दाजुहरूको भेला जम्मा भइसकेको छ। अब हामी मन्दिरसम्म जान्छौँ। मन्दिरसम्मको यात्रा छ। एकदम रमाइलो छ है। हेर्नुहोस् दाइहरूको कला, हाम्रो संस्कार अनुसार रमाइलो गर्नुपर्छ साथीहरू। उहाँहरूको कलालाई पनि सबैले सम्मान गरौँ है। सबैले सम्मान गरौँ उहाँहरूको कलालाई। हामीले सबैले सम्मान गर्नुपर्छ साथीहरू। एकदम रमाइलो छ साथीहरू। अब हामी चाहिँ मन्दिरसम्मको यात्रा हुन्छ। सबै मन्दिरसम्म चाहिँ जाने क्रम जारी छ। अब सबै हिँड्दै हुनुहुन्छ। सबैको यात्रा आज अष्टमीको पूजा गर्नलाई बोकाहरू लिएर अब बोकाको पूजा हुँदैछ। तेरो अष्टमीको पूजा गर्न बाजासहित टोली आउँदैछ। मन्दिर माथि डाँडामा छ। हामी त्यहाँसम्मको भिडियो बनाउँछौँ। ये लिख के करे है क्या?
साथीहरु आज अष्टमीको पूजा है राङ्गो काटेर सकिया छ तपाईले हेर्न सक्नुहुन्छ ल राङ्गो काट्नेलाई चाहिँ यसरी चाहिँ सम्मान गरिन्दो रहेछ है यहाँ ल आज समाप्त भइसकेको छ साथीहरु सबैले भिडियो हेर्नु होला अन्त्यमा सबै कार्यक्रम समाप्त भइसकेको छ ल पनि हेरौँ है भिडियोहरु सबैले हेर्नु होला लाइक सब्स्क्राइब गर्नु होला माया लाग्छ भने है सबैलाई चाहिँ